आज खाना पकाउने पालि मेरो हो। खाना बसाल्न राखिदिएको छु। यहाँ यो भात छ, यसमा भात सिटी लाग्दैछ। यतापट्टि दाल। यता चाहिँ त्यो रहेको तेलहरूले जम्मा गरेर राखेको छन्। अनि यो चाहिँ आज चाहिँ हामीले च्याउ पकाउनु लाग्यो। च्याउको लागि पहिला पानी तताएर यसलाई बफ्याउनु पऱ्यो। बफ्याएपछि तरकारी मजाले भुटेर पकाउने प्लान गरेको छु मैले। अनि मैले खाना पकाउनेले चाहिँ अरू मेरा साथीहरू यहाँ मजाले आफ्नै सुरुमा ल्यापटप चलाएर गेम खेल्दै, कोही फेसबुक चलाउँदै, कोही चाहिँ फुटबल खेल्दै बस्छन्। यी हाम्रो साथी रञ्जित फुटबलका धेरै नै शौकिन छन्। अँध्यारो देखिँदैन। ल म चाहिँ फेरि किचनतिर लाग्छु। अब खाना पकाउनु परिहाल्यो। यो चाहिँ हाम्रो फ्रिज हेर्नु न के छ। प्याजदेखि लिएर जुस, टमाटरहरू छ। अनि यहाँ चाहिँ अरू सामानहरू छ। पिज्जादेखि लिएर माथि केराहरू सबै चिज राखेका छौँ। यता चाहिँ प्याज, अलि प्याज अनि आलुहरू काट्नु छ। त्यो सबै काटेर अहिले पकाउनु पर्ने छ यहाँ सबै। त्यो यसो सुसार गर्दाखेरि 9 बज्दैछ। 9:30 पौने 10 खाना पाकिहाल्छ। अनि त ढुक्क भइहाल्यो। ल सिटी पनि लाग्न थालिहालेछ। भातमा होइन, दालमा हो। दालमा सिटी लाग्यो। अनि यहाँ भर्खर मैले तरकारी काट्दैछु। तरकारी काट्न थाल्नु पऱ्यो फेरि। नेपालमै आलु काटे जस्तो हुन्छ नि। प्याज भर्खरै काटिसकेँ। आलु काटेँ। दाल पाक्दैछ। भात पाक्नै आँटिहाल्यो। सोचे अर्को अनुपम साथीले मेरो साथीले त्यही के भन्छ च्याउ पकाउने भनेको छन्। अनि च्याउ पकाउनु पर्ला। अब राम्रो च्याउ पकाउनु त आएन। अब त्यही हो, मम्मीलाई अब एकचोटि के पकाउने भनेर एकचोटि सोधी माग्नु पऱ्यो। यो कसैले सौरभ त्यो के अरे मम्मीलाई एकचोटि च्याउ कसरी पकाउने भनेर मजाले सोधेर होइन टाइप गरेर लेखेर मलाई पठाएको। अलि सिस्टम आएन क्या। भात दाल पाकिहाल्यो। अब यही तरकारीको लागि टमाटर, प्याज अनि आलु काटेर राखेको छु। अनि आज चाहिँ च्याउ पकाउने, च्याउमा हाल्ने तिनी हो। च्याउ चाहिँ अनुपमले पकाउँछु भनेको छ। अब हेरौँ, मिठै पकाउँछ केटोले। अब च्याउ पनि पक्कै मिठो पकाइहाल्छ होइन त अनुपम? खाना पकाउन अब अनुपमको पाली हो भनेर आफ्नो काम गरिहालेँ। यसो रेस्ट लिनु पऱ्यो। भिडियो सिडियो खिच्नु पऱ्यो। ल यसरी लिनु पऱ्यो। मेरो मोबाइल लिने अलिअलि मोटा छु जस्तो लाग्छ। मोटा हो कि होइन थाहै छैन। कसरी पकाउने विचार गरेर च्याउ? नगिन्छ भन न भन। टक्लाएर मजाले भुट्देऊ। तिम्रो खाना पकाउने स्किल कलिनेरी स्किल देखो। त्यही आर्ट्स देखो। त्यसले गर्छ क्या जे भयो नि। तपाईँले के छोरी हो त्यस्तो एकदम फरक हुँदैन है नेपाली खाना। फोन आउँदैछ नि। अहिले चाहिँ म मेरो रुममा आएर आफ्नो ल्यापटप चलाउँदैछु। मैले किनेको ल्यापटप यिनी हो, म्याकबुक। चलाउँदा मजा आउँछ।
यहाँ त हरेक स्क्रिन नै चेन्ज हुने मस्ती छ के दामी फिचर्सहरू छ यसको स्क्रिन छ यो मैले युज गर्ने फायरफक्स पहिलो अनि याहू फोटोको लागि यो स्काइप यो टाइम म्यानेजर यो स्पेस अनि एमएसएन मेसेन्जर यो आइट्युन्सहरू चलाउने गर्छ स्क्रिन नै चेन्ज गर्ने मिल्छ ल्यापटप त दामी छ अहिलेसम्म चलाउँदा मन परेको छ यो ल्यापटप एप्पलको लोगो भएको छ यो ल्यापटप राम्रो छ चलाउँदाखेरि एकदम रमाइलो हुन्छ एकदम सर्टकट किजहरू बुझ्यो भने त सबभन्दा सजिलो ल्यापटप यही नै हुने रहेछ रमाइलो हुन्छ चलाउँदाखेरि इन्टरनेट पनि फास्ट हुन्छ यो ल्यापटपले प्लस पिक्चर्सहरू एकदम दामी छ साउन्ड क्वालिटी त झन् एकदम बवाल छ त्यो यो ल्यापटप मलाई एकदम मनपर्छ अहिले युज गेटिङ युज टु हुँदैछु पहिला चाहिँ एक्सपी युज गरेको बानी भएर अहिले चाहिँ यो म्याकबुक यसको इन्भाइरोमेन्टल कति फरक हुने रहेछ त्यही भएर म्याकको इन्भाइरोमेन्टमा एडजस्ट भइसकेँ अब युज गर्न धेरै रमाइलो छ नबुझिन्जेलसम्म अलिक गाह्रो हुने रहेछ बुझेपछि चाहिँ एकदम सजिलो छ यो चलाउन त्यही भएर इजिली अब सक्छु चलाउनलाई एकदम मजा आउँछ चलाउन यो हाम्रो अहिले सुत्ने रुम भयो अहिले नेट चलाउने भर्खर 9:30 हुँदैछ खानखान खाएर 11-12 बजीतिर सुत्नुपर्छ अब मेरो साथीहरू त लाइब्रेरीमै छन् अझै आएको छैन लाइब्रेरीबाट अनि आएर खाना खाइसक्यो अनि एकछिनमा सुत्ने गरिन्छ आज खानु पकाउने पालि मेरो र त्यही अघि अनुपम साथीको थियो मैले चाहिँ तरकारी काटिदिएँ भात दाल बसाइदिएको छु भात दाल पनि पाकिसक्यो तरकारी पनि उसलाई च्याउ बफिँदैछु अहिले च्याउ पकाउने प्लान गरेको छ जस तरकारी मिठो नै पकाउँछ केटीले अब हेरौँ त्यही हो 10 बजीतिर खाना खान्छ होला अहिले चाहिँ म आफ्नै ल्यापटप युज गरेर बसिरहेको एकछिन पढ्छु अनि खाना खाने अनि फेरि एकछिन पढ्छु अनि सुत्छु भोलि फेरि बिहान 8 बजे जबको लागि चिल्ड्रेन सेन्टर गइहाल्नु छ यो त मेरो क्लोजेट भइहाल्यो अहिले खासै त्यस्तो चेन्ज केही गरेको छैन लाइट क्लियरली सब लुगा कपडा राखेको छु तल तिनीहरू सुटकेसहरू र सब सामग्रीहरू यहीँ छ सब लुगाहरू चट्टै मिलाएर राखेको छु त्यति नै अहिलेलाई खासै केही भन्नुलाई छैन अब 2-4 दिनपछि अरू भिडियोजहरू पनि राख्छ मेरो युनिभर्सिटीको बारेमा मलाई खिच्न पाएको छैन खिचेपछि युनिभर्सिटीको यहाँको घुमेको ठाउँहरूको पनि भिडियो बनाएर युट्युबमा पोस्ट गरिदिन्छु त्यो युट्युबको लिङ्क पनि पठाइदिन्छु त्यहीँबाट हेर्नु न है अहिलेलाई चाहिँ यति नै ल